नमस्ते गाइज, आज फेरि म नयाँ दृश्यका साथ हजुरलाई यो भ्यू देखाउन उपस्थित छु। म गोरु ल्याउने क्रममै हो। आजको सिन देख्दा मलाई एकदम रमाइलो लागेर मैले यहाँ कैद गर्न चाहेँ। यो चाहिँ हाम्रो डाँडा, घरमाथिको डाँडाबाट देखिने भ्यू हो। त्यहाँ चाहिँ नेपथ्यको बन्द गरेको बङ्गला र अर्को एउटा के भन्छ होटलै भनौँ, होटल जस्तै के बन्दै छ त्यहाँ। त्यो चाहिँ हाम्रो बाटो भयो। यहाँको सिन हेर्नुहोस् कति रमाइलो छ। त्यो सिन देख्दा मनै मन मोहक लाग्दो दृश्य। गोरुहरूलाई पुरा दग्राउँदै म यहाँ छु। हाम्रो यो डाँडा भयो। उँधो हैजा आहा, कति मनमोहक दृश्य छ यहाँ। हिँड तपाईँ हेर्न सक्नुहुन्छ त्यहाँ हिमालको केही तलतलको भागहरू देखिएको छ। गोरुहरू यिनीहरूलाई पनि यहाँ रमाइलो लाग्छ। घोडा जस्तै दौडिरहेको छ उहाँ चाहिँ नि हो घोडा जस्तै। यिनीहरूलाई पनि रमाइलो लागेर होला भन्नु पऱ्यो है। हाम्रो यो पोखरी म पनि दौडिन्छ साथीहरू। पोखरी हेर्न सक्नुहुन्छ हजुरहरू। गोरु त्यहाँ गएर पानी खाएर चिप्लो भएको कारण म एकदम सतर्कता साथ यहाँ हिँड्नुपर्ने हुन्छ। यसरी उँधो आइज घुम के अरे भनेको नआनिस यस्तै हो गोरुहरू। ल साथी, अहिले म यतिमै स्थगित भएँ।